यस विरोध कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण पार्टीका नेता कार्यकर्ता साथीहरूलाई नमस्कार गर्न चाहन्छु। सर्वप्रथम अस्ति तिनकुनेको घटनामा सरकारको दमनबाट ज्यान गुमाउन पुगेका सबिन महर्जन भाइ र पत्रकार मित्रको आत्माको चिर शान्तिको कामना गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। सरकारले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई दमन गर्नको निमित्त विभिन्न प्रपञ्चहरू चाहिँ त्यहाँ रच्यो। सरकारले त्यहाँ आफ्ना भिजिलान्टीहरू पठाएर पत्रकारका कार्यालयहरू, मिडियाका कार्यालयहरू पनि सरकारले तोडफोड गर्यो। हाम्रा साथीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गर्यो। त्यो एकदमै निन्दनीय कार्य छ। त्यसको हामी घोर भर्त्सना र निन्दा गर्दछौँ। राष्ट्रिय युवा संगठनले अब सरकारलाई दबाब स्वरूप देशैभरि कार्यक्रम सिर्जना गर्दैछ। पार्टीले पनि यो कार्यक्रम गर्दैछ। यो कुरा बिर्सिनु हुँदैन। हिजो जङ्गलबाट सत्तामा बसेकाहरूले हामीलाई अराजक गर्यो। हामीले बाँदरमुखेमा भएको घटना बिर्सेका छैनौँ। हामीले ओछामा भएको घटना बिर्सेका छैनौँ। 105 वटा ब्याङ्क लुटेको माओवादीले हामीले बिर्सेका छैनौँ। राष्ट्रवादी साथीहरू तपाईँ हामीले अहिलेसम्म माओवादीले के गरिसक्यो गर्यो, देशमा कस्तो विध्वंस गर्यो, त्यो सबै रेकर्ड राखेर बसेका छौँ। र यो धर्म ढकाललाई पहुँचेर हानेर सत्तामा पुगेको केपिओलीको पठालो सुनाउनको लागि राष्ट्रिय प्रजा दलले युवा संगठन तयार भएर बसेको छ। र साथै यो प्लेन हाइजेक गर्ने काङ्ग्रेसीहरूलाई हामीले छोड्नेवाला छैनौँ। जबसम्म यो देशमा भ्रष्टाचार व्यक्तितिर यी नालायक दलाल वैदेशिक हतियारहरू रहन्छन् तबसम्म यो देशको विकास र भविष्य कदापि पनि सम्भव छैन। त्यसैले यो अभद्र गणतन्त्रलाई निषेध गरेर यसलाई खारेज गरेर संवैधानिक राष्ट्र संस्था सहितको सनातन हिन्दू राष्ट्र स्थापना गरेर सम्पूर्ण देशवासी नागरिकहरूलाई आह्वान गर्दै अन्तमा हाम्रा मागहरू